नि बुझाए नि मान्दैन नि मनै त हो नि मनै त अहिले चाहिँ म एकछिन पारीसम्म जाँदैछु मेरो काम छ है सो स्पेसल त आज बाइक धुनु जाँदै गरेँ यहाँको पनि फाल्ने यहाँ आधी बाटोसम्म फाल्ने निर्णय गरियो अनि यो भाइले मजाले काम सघाइरहेछ होइन जे होस् गाउँमा यत्रै केटाहरू छन् अरू सबै अलिक ठुलो ठुलो भएपछि विदेश गइहाल्छन् के गर्नु 2 मन सुक्खा 2 मनदेखि लिएर 3 मन सुक्खासम्म हुनसक्छ अबको 2 वर्ष पछाडि अब 1.5 वर्ष 2 वर्ष पछाडि भनौँ न होइन 2 वर्ष कौवा छ रे यिनीहरू सो हेलो साथीहरू सबैजनालाई नमस्कार मेरो एउटा नयाँ भिडियोमा फेरि आज पनि स्वागत गर्न चाहन्छु र म हजुरहरुकै साथी मनिष र आज चाहिँ म यहाँनिर आज पनि के भन्ने भने अलैँची बारीतिरबाटै चाहिँ भिडियो स्टार्ट भइरहेको छ सो बारीतिरै छु म र आज चाहिँ म के गर्दैछु भन्दाखेरि यो अलैँची हिजोअस्ति मङ्सिरमा रोपे रहेछ है मङ्सिरमा रोपेको अलैँची यो जोडीले यस्तो पुर्याएको छ है जोडी भित्र छ यसरी यो जोडी फाडेर निकाल्दैछु भिडियो त्यही छ र कस्तो हुनेछ के हुनेछ हेरौँ आज के गर्दो रहेछु दिनभरिमा है त अलैँची बारी चाहिँ यही हो ट्याक्क 6 7 8 महिना भएछ सो 8 महिनामा यहाँ लगाएको छ 1500 समथिङ 1500 डाल लगाएको छ अब 1500 डालले चाहिँ कति आम्दानी दिन्छ त्यो हेर्ने नै छ सो आज चाहिँ यहाँनिर यसलाई गोडमेल कार्यक्रम हुँदैछ गोडमेल चाहिँ यहाँ परसम्म गर्नु छ ऊ त्यो पारीदेखिको चिलाउनेको रुखसम्म यो होइन ऊ त्यो परको सो हेर्दै गरौँ कहाँसम्म पुगिन्छ अहिले हावा मिठो आइरहेको छ अनि हरर शीतल भइरहेको छ पसिना चाहिँ आइरहेको छ रही पनि होइन यताबाट ठिक होला अनि पसिना चाहिँ आइरहेको छ रही पनि सो काम चाहिँ आधी भइसकेको छ अब आधी गर्नु छ त्यहाँ परबाट फाँडेको आज चाहिँ त्यहाँ परतिरबाट यो गराब यो ट्याक्कै ऊ त्यहाँदेखि यसो लाएर चाहिँ यसो घुमेर ठ्याक्कै लगाएको छ यहाँनिर फल्यो अब 2 वर्ष पछाडि फल्दाखेरि चाहिँ लगभग 3 मन 4 मन चाहिँ फल्नु पर्ने हो 3 मन 2 मन सुक्खा 2 मनदेखि लिएर 3 मन सुक्खासम्म हुनसक्छ अबको 2 वर्ष पछाडि अब 1.5 वर्ष 2 वर्ष पछाडि भनौँ न होइन 2 वर्ष लगभग टोटली सो त्यसको लागि चाहिँ अब होइन कति फल्छ यहाँनिर थाहा पाउनु अब सब्सक्राइब गरेर अल नोटिफिकेसन चाहिँ अन गर्नु सो हेरौँ के हुँदो रहेछ कति फल्दो रहेछ है त यहाँ रोपेको जति पनि थियो अलैँची सो आजदेखि चाहिँ फाडेर सकेको छु अब यसलाई मल हाल्ने प्रक्रियातिर लाग्नुपर्छ है सो आज अब के गर्छु भनेर यहाँ तनावमा छु दाउरा ओसारौँ कि दाउरा निकालेर लैजाउँ कि होइन यसलाई मल हालौँ कि टाइम हेर्नुपर्छ सो अनि त्यस पछाडि चाहिँ के काम गर्ने भन्ने कुरामा भर पर्छ सो आज अब यो दाउरालाई ओसार्छु होला सायद है जे गरे पनि म तपाईहरुलाई देखाइहाल्ने नै छु अब नेक्स्ट छुट्टै छ र यहाँको चाहिँ काम सकिसकेको छ अनि मेरो बिरुवाहरु चाहिँ कोही यस्तो भएको छ हैन यस्तो भएको भन्दा पनि यो पनि जाग्दै गरेकै हो सो यसलाई अब गोडमेल गर्नुपर्छ मलजल गर्नुपर्छ अनि ठुलो हुन्छ कोही राम्रै जागेको छ यहीकाहरू राम्रो ठाउँमा परेहरू राम्रै जागेको छ अलिक शीतलमा भएकोहरू राम्रै जागेको छ अलिक घाम
सिधै पर्ने ठाउँमा परेकोहरू चाहिँ अलिक जागेको छैन। सो त्यसमा पनि केही छैन, ठिक छ, बिरुवा जागेकै छ। अब यति भएपछि यिनीहरूले फल्छ है 2 वर्ष पछाडि जसरी पनि। सो त्यही छ, आज काम खत्तम भयो। त्यहाँ परबाट फाँडेर लिएर यता सकिसकेको छ भनेपछि यो यति भयो। यहाँनिर चाहिँ लगभग 100% बिरुवा रोपेकोमा चाहिँ 95% चाहिँ टोटल जागेको छ। सो यिनीहरूले फलोस् अनि त्यहाँदेखि चट्टा है र यो फलोस्, पहिला स्याहारौँ, काम गरौँ, अनि त्यहाँदेखि रोप्न त रोपिहाल्यो। एकचोटिको लागि पनि यो सफा गरियो पनि अब मलजल गरौँ, यसलाई अझै स्याहार गरौँ, पानी लगाउँ। त्यस पछाडि फलेपछि के गर्ने भन्ने कुरामा त त्यो पछि हेर्दै गरौँला है त। अहिलेको फाँडे चाहिँ लगभग सक्यो। नयाँ बिरुवाहरू जति तल अलिअलि छ त्यसलाई म सफा गर्दै गर्छु बिस्तारै बिस्तारै, घाँस निकालेर यताउता गरेर। र पर बारीमा छ, अब यो अलिक दिन यताको सकेपछि चाहिँ त्यता पनि जानुपर्छ है। सो काम चाहिँ कस्तो हुँदो रहेछ भने मेरो विचारमा चाहिँ अब यो यति गऱ्यो होइन, चट्ट चिटिक्क देख्छ नि त, वाह भयो नि त। अब यो मेरो लागि चाहिँ, अब तपाईँको लागि चाहिँ कस्तो लाग्छ? यति काम गऱ्यो भनेपछि चाहिँ वाह लाग्यो क्या। अब अलिकति काम गर्ने जोस बढ्छ, अनि परकोलाई पनि त्यस्तै चिटिक्क पारौँ न भन्ने खालको चाहिँ मनमा लाग्छ क्या, सोचहरू त्यस्तो आउँछ। सो काम चाहिँ जति भयो थोरै गर्दै गएपछि चाहिँ काम गर्ने मनहरू पनि लाग्दो रहेछ भन्ने कुराहरू पनि भयो होइन मनमा, मेरो मनमा चाहिँ। सो त्यस्तै हुँदो रहेछ, मान्छेको यो थिङ्किङ भन्छ नि, सोचाइ त्यस्तै पर्दो रहेछ। सो यस्तै छ, यति छ, यस्तो छ। सो सबै कुरा भन्ने कुराहरू भनिसकेँ। अब चाहिँ म यो दाउरालाई कसरी लाने भनेर यहाँ सोच्दैछु। सो भारी बनाएर लान्छु होला, नत्र भए डोरीले बान्ने अनि काँधमा बोकेर लाने भन्ने कुरा छ। यो दाउरा छ यहाँ अलिकति, अनि पर छ अलिकति, रुखहरू पनि ढलेका छन्। अस्ति हावाले अझै हावा चल्दैछ, अझै कति रुखहरू ढल्ने हो होइन। यहाँदेखि उता चाहिँ रोपेको छैन, त्यही भएर फाँडिनँ मैले। त्यसलाई अलिक दिन पछाडि घाँस निकाल्नुपर्छ त्यताबाट। सो यता माथि पनि पर्छ, यो चाहिँ यो त माथि पनि पर्छ। सो यो सबै साफ गर्नु छ। अब हेर्दै गरौँ, कामहरू धेरै छ गर्नुपर्ने होइन। अनि सो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब मेरो च्यानललाई है त। अघि चाहिँ यहाँ कस्तो धेरै झोडी थियो है, कस्तो हिजो अस्तिको दिनतिर। सो अब चाहिँ यस्तो दामी भएको छ है, हेर्नु है, हावा सरर चल्दाखेरि सरर चिरी च्याट्टै देखिएको छ, अलैँचीहरू सब है। सो यहाँ पनि छ अलिकति दाउरा, यहाँ छ, यहाँ छ, त्यो झोडीले छोपेको छ, त्यसलाई निकाल्नु पर्ने हुन्छ। अब निकाल्दैछु। यहाँ हाम्रो सर्जन भाइ पनि आएर यहाँ सहयोग गर्दैछ, अनि दाउरा त्यति निकाल्यो त्यहाँ, यहाँ यति छ, यहाँ अलिअलि छ। उतापट्टिको चाहिँ ननिकाल्ने, यसको केस काटिदिनु पर्ने अरे। हेरौँ न साई बाबाको यो अलिकति छ निकाल्ने हो, अनि त्यहाँदेखि गर्ने हो। बालश्रम काम सिद्धियो भयो भाइ। ल यहाँको काम पनि फिनिस्ड हानिसकेको छ। यहाँबाट चाहिँ यति दाउरा निक्ल्यो है, उतापट्टिको बाँकी छ। अब त्यताको पनि यसलाई काम लाउँछु, अनि मात्रै केस काटिदिन्छु। यहाँको पनि फाल्ने, यहाँ आधी बाटोसम्म फाल्ने निर्णय गरियो। अनि यो भाइले मजाले काम सघाइरहेछ होइन। जे होस्, गाउँमा यत्रै केटाहरू छन्, अरू सबै अलिक ठुलो भएपछि विदेश गइहाल्छन्, के गर्नु, विडम्बना त्यो छ। अब यो पनि 2-3 साल बस्छ होला गाउँमा, अनि त्यहाँदेखि लाग्दिन्छ होला होइन, लाग्ने हो। त्यही हो, सबै विदेश जान्छन् खै, सबै दुःख लाग्छ यो चाहिँ मलाई। लु यहाँको पनि खत्तम भइसकेको छ। 2 भाइ केटाहरू पग्ला भएपछि नि त यहाँनिर छ, यहाँ यति भयो बाटोमा। चल छिटो बाउली फकाएर अब यहाँ कपाल काटिदिँदैछु। अगाडिको भोलि फेरि काट्नु आउँछ, स्कुलमा गाली गरे भने आइहाल्छ नि। कौवा छ रे यिनीहरू।
देखाउनेछु म पनि पार्टी बनायो भन्छ अहिले अब फाइनल लुक त देखाउनु पर्यो होला सो साँझ पर्न आँटेको छ साथीहरू है अब के भने हिजो अस्ति मैले अलिकति सामान जोडेको छु मोटो ब्लगिङको लागि ग्याम्बलहरू लिएको छु सो अब एकचोटि त्यसको टेस्ट राइडको लागि जाँदैछ सो त्यो पनि हेरिदिनु होला कस्तो लाग्छ भनिदिनु होला है मन पर्यो भने लाइक गरिदिनु भिडियोलाई अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला कस्तो लाग्छ अब मोटो ब्लगिङ पनि गरौँ कि जस्तो लागेको छ रहर छ है रहर चाहिँ जीवनमा पुरा गर्नुपर्छ सबैले आफ्नो आफ्नो रहरहरू सो काम पनि गर्ने यताउता बाहिर फेर घुमेको सुरुमा त सिक्नु पर्यो अनि धेरै कुरा टेस्टहरू गर्नु पर्यो कस्तो हुँदो रहेछ हेरिदिनु होला मन परे लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् बास त्यही छ सो अहिले चाहिँ म यहाँनिर जाँदैछु गाईलाई घाँस दिनको लागि है घाँस हाल्छु अनि त्यहाँदेखि जान्छु बाइक पनि धुन छ हो थोरै काम छ यो त पछाडिको मेरो अलैँचीबारी यो चाहिँ पोहोर रोपेको बिरुवा हो उता चाहिँ राम्रो छ यता चाहिँ अब अलिक सेफ छैन त्यो भएकोले गर्दा सो यताको पनि अब मलसल हाल्नुपर्छ अनि त्यसो गर्दा चाहिँ दामी हुन्छ है ल अहिले चाहिँ म एकछिन पारीसम्म जाँदैछु मेरो काम छ है सो स्पेसल त आज बाइक धुनु जाँदै गरेँ हो बाइकको हालत भइरहेछ सो बाटो भनेर चाहिँ यस्तै हो बाटो भनेर चाहिँ अब खै बिस्तारै बन्छ होला सायद होइन हेर्दै गरौँ कहिले बन्द रहेछ सो यो मेरो चाहिँ फर्स्ट मोटो ब्लगिङ हुनेछ कस्तो हुनेछ अब हेरिदिनु होला आज चाहिँ कसैलाई नभेटौँ भने सबैलाई भेट्यो है मैले कहिले यसो गरेको छैन केही नयाँ कुरा गर्दाखेरि चाहिँ अब सुरुवातमा चाहिँ अलिक अप्ठ्यारै लाग्दो रहेछ सो युट्युबमा लागेको त कति 1-1.5 वर्ष जति भइसक्यो है युट्युब सिक्दै गरेको चाहिँ म त जानेको त छैन केही पनि होइन अब हेरौँ बिस्तारै गर्दै गरौँ सिक्दै गरौँ मलाई चाहिँ कुनै पनि कुरा के लाग्छ भने सिक्नु ठुलो कुरा हो होइन हुनु त त्यस पछाडि भइहाल्छ नि त्यो पारी देख्दै गरेको उता त्यो पारीको इलाम बजार हो आज दामी देखिएछ यो नामसालिङ र यो मेरो गाउँ यस्तै छ रात पनि पर्न आँट्यो अब छिटो छिटै आउनु पनि पर्छ है गएर बाटो त के छ नि हो होइन कसलाई के भनेर अब अलिक राम्रो बाटो बनाइदिए चाहिँ हुने हो जस्तो लाग्छ सो मेरो भिडियो कस्तो लाग्दैछ भनिदिनु होला काम गरेको भिडियो होइन अब बाटो चाहिँ यस्तै हो है दिन चाहिँ दामी भइदियो क्या आज बहुत खुस छ हम हे यो त हाम्रो गाउँ सानो छ नि त त्यही भएर पनि होला खासै छैन गाउँमा मान्छे अहिले सबै गाउँतिर बस्न छोडिसक्यो है सो अब तल सिधै जान्छु तल ग्यारेजमा त्यसमा गएर चाहिँ बाइक धुने हो अनि बाइक धोएर अनि फर्किने साथीहरूको ग्यारेज पनि आइपुग्यो है झ्याप्पै लाएर बिबेक होइन र ग्यारेज यो अहिले बाइक धोइरहेको
यस्तो भएछ बाइकको चाहिँ हालत चाहिँ कचेरा हेरौँ त अनि बाइक कति हिलो थियो त अनि अस्ति यो चाहिँ माथि कतिरो धुनु परेर हो धुनै पाएको थिएन यो भाइले दामी धुइदिरहेछ ल